यो खुट्टा गुमाउनुको पीडा त त्यो व्यक्तिहरूलाई पनि नपरोस् जसले यो भिडियो तपाईँहरूले पुरै नहेरे पनि खासै फरक पर्दैन, किनभने यसमा एक सफल व्यक्तिको कहानी छैन, तर कयौं पटकको चोटपछि पनि आफूलाई कसरी बलियो बनाए अनि पटक पटकको हारपछि पनि आफूलाई कसरी अगाडि उभ्याए भन्ने कहानीहरू चाहिँ छ है। फेरि यो खुट्टा गुमाउनुको पीडा त त्यो व्यक्तिहरूलाई पनि नपरोस् जसले चाहिँ यो खुट्टालाई हेरेर कठैबरा बिचरा भनेर एकदम दयाको भाव मात्र देखाउने गर्थे किन भन्दा यो खुट्टा गुमाउनुको पीडा के हुन्छ भन्ने कुरा महसुस मैले गरेको छु। जुन भोगाइहरूबाट मैले एकदमै कठिन यात्रा रोजेर यहाँसम्म आइपुगेँ, म भगवानसँग यो प्रार्थना गर्छु कि जति पनि तपाईँहरूले जीवनदेखि हार खानु भएको छ, तपाईँलाई मेरो भन्दा पनि धेरै आत्मविश्वास दिउन् भगवानले, अनि मेरो भन्दा पनि धेरै आँट दिउन् र यस्तो पीडाहरू तपाईँले पनि आफ्नो जीवनमा खेप्नु भएको छ भने पनि हार चाहिँ नमान्नुहोस् है। डोन्ट गिभ अप।